नमस्कार, पछाडि मलाई सुन्न सक्नुहुन्छ? नमस्कार नमस्कार नमस्कार, ठिकै सुन्नु सक्नुहुन्छ मलाई? पछाडि एको भएको छ कि? हाम्रो सुरेन्द्र सर आइसक्नु भएन? ए हजुरको सिट आफू खोज्नुहोस् है, त्यता कता छ? लेडिज चेयरपर्सन हुनुहुन्छ, यो चेयरपर्सन हुनुहुन्छ। हजुरहरू सम्पूर्णमा नमस्कार। जसले मलाई चिन्नुहुन्न, म रामप्रसाद लिम्बू, यस सगरमाथा गोर्खा नेपालिज कमिटीको महासचिवको हैसियतले हजुरहरू सम्पूर्णमा एकदमै यो कार्यक्रम नयाँ वर्ष सेलिब्रेसन कार्यक्रम 2083 सालको कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। साथै ह्याप्पी न्यु इयर 2083 सालको हजुरहरू समक्षमा। पहिला चाहिँ बिफोर वी गो फर्दर, आई वुड लाइक टु कभर फ्यू health and safety aspect. Fire exit. As you come in, main door with the fire exit if something goes wrong on my left hand side. Okay. Or this side would also be one fire exit. You can use either one of them. And gather in the space next to the car park there and wait for further instructions. If same thing happens on my right hand side, there are two fire exits, one there on my left hand side corner and another far corner over there. That two fire exits we will be using and rush down to the workspace located next to the car park. Please gather there, be calm and wait for further instructions. First aider, if anything goes wrong or any minor injury, then I would be the first aider and our Kalpana Raju, who is Vice Chairperson of the Ladies Committee. Kalpana Ji, she would be another first aider. In case we need any emergency services, we got to call, then address is located at the reception desk. We'll deal with that one. If serious, then obviously we'll call 999 using this postcode. Obviously today is the New Year celebration party. When you drink, be sensible and safe drive. हाम्रो एडमिन्स को कुराहरू यति छन् अनि हजुरहरूले मेरो दाहिनेपट्टि बार always be open on cash basis. Next to the bar, pays your dime. On the left corner, you can exchange meal with your ticket. Our guests will be looked after. Don't worry about the tickets. Okay. अब हामी मुख्य विषयतिर प्रवेश गर्दैछौँ। यस सगरमाथा नेपालिज कमिटी गोर्खा कम्युनिटी आस्पोर्ट केन्द्रका अध्यक्ष श्री मोहन लिम्बुज्यू हजुरलाई आफ्नो यथास्थानमै आसन ग्रहण गर्दै आजको अध्यक्षता ग्रहण गरिदिनु लागि म हार्दिक आग्रह गर्न चाहन्छु। अनि सम्पूर्ण हाम्रो गेस्टहरू अनि उपस्थित महानुभावहरू आफ्नो यथास्थानमै स्थान ग्रहण गरिदिनु होला। अनि हजुरको नाम म यसरी प्रस्तुत गर्दैछु। आजको हाम्रो चिफ गेस्ट क्याप्टेन रिटायर्ड सुमन चन्द्र राईज्यू, उहाँ चाहिँ चेयरपर्सन अफ द फक्सन नेपालिज कम्युनिटीको हुनुहुन्छ। टुडे he will be our chief guest.
अनि उहाँ दिदी पनि आउनु हुने थियो तर आउन सक्नु भएन त्यसको लागि एपोलोजी मागिसक्नु भएको छ और गेस्ट डॉक्टर सुप्रिया इचामपति and Mr. Umesh Sharma अनि हाम्रा गेस्ट आर्टिस्ट फ्रम नेपाल रुपी सिंजाली मगर उहाँको भरे पर्फर्मेन्स पनि देख्न सक्नुहुनेछ उहाँ युट्युबमा उहाँको नाम लगाएर सर्च गर्नुभएदेखि थाहा पाइहाल्नुहुनेछ कतिले अब चिनिसक्नु भएको छ म धेरै वर्णन गर्न चाहन्न त्यस्तै अर्का कलाकार हुनुहुन्छ सोनी कुमार उहाँहरू हाम्रो अतिथि हुनुहुन्छ आजको हजुरलाई एकदमै स्वागत छ वी आर भेरी प्लिज टु ह्याभ यु हियर एज अ गेस्ट थ्याङ्क यू भेरी मच फर sparing your time to be with us today tonight. Chairperson of the Ladies Committee, Prem Kumari Gurungju. Chairperson of the Youth Committee, Surendra Limbuju. Our Chief Advisor, Domar Jiu, उहाँले वर्तमान अध्यक्ष हुनुहुन्छ हाम्रो फाउन्डिङ चेयरपर्सन श्री प्रसाद लिम्बुज्यू अनि उपस्थित सम्पूर्ण हाम्रो यस संस्थाका सल्लाहकारज्यूहरू all executive members of the main committee, ladies and youth committees, all members, and ladies and gentlemen, welcome to the New Year, Nepalese New Year celebration, Bikram Samvat 2083 साल, and sincere gratitude for joining us tonight to this event. I hope you will enjoy this evening. I have already left few sequences event on the table and on stage. I hope you are already familiarized with the event. We are very sorry that we little bit fall behind the program. We try our best to catch up. इस कार्यक्रममा आउनुहुने सम्पूर्ण मानवहरूलाई स्वागत मन्तव्यका लागि हाम्रा चिफ भाइस चिरन राईज्यूलाई यस स्टेजमा आइदिनको लागि हार्दिक आग्रह गर्न चाहन्छु आजको यस कार्यक्रमका अध्यक्षज्यू तथा सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीका आदरणीय अध्यक्ष श्री मोहन लिम्बुज्यू, लेडिज कम्युनिटीका अध्यक्ष प्रेम कुमारी गुरुङज्यू, युथ कमिटीका अध्यक्ष सुरेन्द्र लिम्बुज्यू, हाम्रा प्रमुख अतिथि फोक्सन नेप्लिज कम्युनिटीका अध्यक्ष श्री रिटायर्ड क्याप्टेन सुमन चन्द्र राईज्यू, हाम्रा आदरणीय प्रमुख सल्लाहकार डम्बर लिम्बुज्यू, हाम्रा आदरणीय सल्लाहकारज्यूहरू, विभिन्न सङ्घ संस्थाका अध्यक्षज्यूहरू तथा प्रतिनिधिज्यूहरू, नेपालबाट आउनुभएका हाम्रा पाहुना, रिपी सिन्जाली मगरज्यू र सोनी कुमारजी, our honorable guest Dr. Sri Priya Inchapati and Mr. Umesh Sharma, सम्पूर्ण अभिभावकज्यूहरू, दिदीबहिनी तथा दाजुभाइहरू, हाम्रा युवाहरू तथा यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महिला तथा सज्जन वृन्दहरू, नमस्कार, गुड इभिनिङ। सर्वप्रथम
तपाईहरू सबैलाई नेपाली नयाँ वर्ष 2083 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। यस पावन अवसरमा यहाँहरू सबैको उपस्थितिप्रति म सगरमाथा गोर्खा नेपाली समाजको तर्फबाट हार्दिक स्वागत तथा सम्मान व्यक्त गर्न चाहन्छु। नयाँ वर्ष केवल पात्रो परिवर्तन मात्र नभई हाम्रो जीवनमा नयाँ आशा, नयाँ ऊर्जा, नयाँ सङ्कल्प लिएर आउने महत्त्वपूर्ण अवसर हो। विगत वर्षका अनुभवहरूबाट सिक्ने, सफलताहरूलाई निरन्तरता दिँदै, कमजोरीहरूलाई सुधार गर्दै अगाडि बढ्ने प्रण गर्ने दिनको रूपमा पनि लिन सकिन्छ। हाम्रो सगरमाथा गोर्खा नेपाली समुदायले सधैँ नेपाली कला, संस्कृति, भाषा र परम्परालाई संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यसमा यहाँहरूको सहयोग, साथ र सहभागिता नै हाम्रो सबैभन्दा ठुलो शक्ति हो। यसको लागि पनि म हजुरहरू सम्पूर्णमा आभार व्यक्त गर्न चाहन्छु। नयाँ वर्ष 2083 सालले यहाँहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति ल्याओस् भन्ने कामना गर्दछु। अन्त्यमा हामी जहाँ रहे पनि हाम्रो पहिचान नेपाली हो भन्ने गर्व साथ कायम रहोस्। हामी हाम्रो भाषा, हाम्रो पहिचान, संस्कृति, कला तथा एकताको डोरी कहिले पनि नटुटोस्। नयाँ वर्षले हामी सबैको जीवनमा उज्यालो र सफलताको नयाँ ढोका खोलोस् भन्ने शुभकामनाको साथ मेरो भनाइ यही समाप्त गर्न चाहन्छु। धन्यवाद। जय सगरमाथा गोर्खा Nepalese community. I'd like to say a few words in English as well, because we've got our guests who wouldn't be able to say what exactly I'm talking about. So, basically, I would like to welcome you all to our annual New Year celebration. This is our year 2083. May this year be prosperous to everyone. May there be happiness, joy, and success in the days ahead. Let's all have a good evening. Thank you very much. Thank you very much, Chief Baiju. अब हाम्रो नेक्स्ट कार्यक्रम हुनेछ यो दीप प्रज्वलन गरेर हामी फर्मल कार्यक्रमलाई मार्क गर्न गइरहेका छौँ। नेक्स्ट प्रोग्राम वुड बी लाइटिङ द क्यान्डल्स टु मार्क द फर्मल program, the beginning of the formal program. I would like to invite on the stage to light a candle our chairperson Mohan Limbuju, our chairperson Ladies Committee Prem Kumari Gurungju, chairperson Youth Committee Surendra Limbuju, and our chief guest, Chairman FNC Suman Chandra Raiju. Youth Chair Paula Chemai Bosnos. Our chief guest, our youth ladies chairperson Jimmy. उहाँले लाइटिङ गर्दाखेरि I would like to request all stand up when they start lighting the candle, please. I'd like to request all to stand up when they are lighting the candle, please. Please go ahead. And I would like to request you to be at the same position, stand still. Next program would be our national anthems would be played. Please, Gangraj Maju, if you could play the national anthem.
Thank you. I would like to request you to be there at the same positions. Now, next program, we will be. We will be observing 1 minute silence since our last annual event, Dasai. We have lost quite lots of our members and our members' parents in the UK and back in Nepal. I'd like to quickly read those names. Lalit Bahadur Sadamar Limbu, he passed away on 11th of October 2025. Our Dasai party was on the 10th of October. He passed on the following day. He was father of our chairperson, Mohan Limbu. He passed away back in Nepal, Dharan. Jeet Bahadur Rai, ex-Seventh he passed away in the UK on 20th November 25. Tek Bahadur Koyu Rai, he was ex-QJS, passed away on 27th of November 25. Mrs. Sarada Ghale on 8th of January, and Pratap Ghale, he was her husband on 16th of January. The parents were father of Madhu Ghale, who is media secretary of Ladies Committee. They passed away in Nepal. On Gary Clarkson, CB, he passed away on 19th January 2026. He was our pillar who always there for guidance, help that we need. He was always there. Sadly, we missed him. Than Bahadur Rai, he passed away on the 15th of February in Dharan. He was father of Colonel Rai, our father-in-law, former our vice Krishna Rai. Dharmaraj Rai on the 18th of February 2026. Manmaya Rai on 24th of March 2026. And recently, Dharmaram Sawa on 20th March 2026. So we are going to observe 1 minute silence for the eternal peace. I will count. I will check the time. One minute silence starts now.
When I was addressing people's name, I forgot to mention our ladies chairperson Janu, founding chairperson ladies Januka Didi हुनुहुन्छ आउनु भएको छैन नि अनि फाउन्डिङ चेयरपर्सन युथको हाम्रो चिरञ्जीव हुनुहुन्छ अहिले चाहिँ युथबाट एडोर भएर चिफ भाइस हुनुहुन्छ हजुरलाई सर्वविधि दिन्छु अब हामी नेक्स्ट स्टेजमा जानेछौँ थ्याङ्क यू स्पेस विशेष गरी थ्याङ्क यू चाहिँ हाम्रो यो आजको कार्यक्रमलाई सफल पार्नको लागि ब्याकग्राउन्डमा हाम्रा मेम्बर्सहरूले धेरै सहयोग गर्नुभएको छ त्यही थ्याङ्क यू स्पेसको लागि हाम्रा कोअर्डिनेटर विमला लिम्बुज्यूलाई जो चाहिँ भाइस हुनुहुन्छ उहाँलाई स्टेजमा आइदिनुको लागि हार्दिक आग्रह गर्न चाहन्छु नमस्कार यहाँ सम्पूर्णमा गुड इभिनिङ एन्ड ह्याप्पी न्यू इयर 2083 नेपाली नयाँ वर्ष 2083 सालको हार्दिक हार्दिक मङ्गलमय शुभकामना यस सगरमाथा गोर्खा नेपाली समाज आशकोट केन्टका अध्यक्ष श्री मोहन लिम्बुज्यू प्रमुख अतिथि फोक्सटन नेपाली समाजका अध्यक्ष श्री सुमन चन्द्र राईज्यू हाम्रो अतिथिहरू डाक्टर स्प्रिया मिस्टर उमेश शर्मा त्यस्तै गरी नेपालबाट आउनुभएका हाम्रा कलाकारज्यूहरू रूपी सिन्जाली मगरज्यू सोनी कुमारज्यू चेयरपर्सन अफ द लेडिज कमिटी प्रेम कुमारी गुरुङज्यू चेयरपर्सन अफ द युथ कमिटी सुरेन्द्र लिम्बुज्यू चिफ एडभाइजर डम्बर लिम्बुज्यू फाउन्डर श्री प्रसाद लिम्बू युथ फाउन्डर चिरण राईज्यू लेडिज फाउन्डर जानुका पुन्ज्यू त्यसै गरी यस हाम्रो संस्थाका सम्पूर्ण सल्लाहकारज्यूहरू त्यसै गरी हाम्रो तीनै समितिका मेन लेडिज र युथका सम्पूर्ण कार्यकारी पदाधिकारीज्यूहरूमा विभिन्न सङ्घ संस्थामा आबद्ध सम्पूर्ण अध्यक्षज्यूहरू तथा सम्पूर्ण पदाधिकारीज्यूहरू र उपस्थित सम्पूर्ण आमा बाबा नानी बाबुहरू तथा महिला तथा स्वजनवृन्द I am Vimola Limbu, the Vice Chairperson of the community, and I have a great privilege of being appointed as the coordinator for the event. First of all, नेपाली नयाँ वर्ष 2083 सालको उपलक्ष्यमा हजुर सम्पूर्णमा हजुरको सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक हार्दिक मङ्गलमय शुभकामना टक्राउन चाहन्छु May New Year bring you and your family happiness, joy and peace. We are very pleased to have you with us and thank you for taking the time to be here tonight. This annual event is one of the most joyful occasions in our community calendar. We come together as one big family to celebrate, marking unity, harmony, and happiness. Events like this remind us for the strength of being together, our shared values, mutual respect, and love for our culture and community. I hope you will enjoy the evening. As a coordinator, I would like to thank you everyone listed below for making this event possible. Assistant Coordinator Vice Uma Devi Guru, Secretary Deuman Lavati for helping in many aspects for the management for the event. Assistant Treasurer Guman Makim and team, Cultural Secretary Om Mogarju and team, Assistant Secretary Sikar Limbuju, Assistant Cultural Director Popiraju, Chairperson Mohan Limbu and all Vice Chairpersons
Nimesh Sivakoti, Jhalak Limbu, our guest artist from Nepal, Rupi Sindali Magarjiu, Soni Kumarjiu, Chairperson Ladies Communities Prem Kumari Gurungjiu, Secretary Ladies Committee Tara Gurungjiu, Photo booth stage decoration Susie's Ashford wedding planner, former Property Secretary Kul Prasad Samsungjiu, Gorkha Villa for the delicious food and running the bar, Gangaraj Raiju for the PA system, Siva Shrestha, the Koila owner, for sponsor £100. Many thanks to all the members, volunteers and well-wishers who gave their time and efforts to make this event a success. Your contributions truly reflects the spirit of cooperation that keeps our community strong and proud. Once again, a warm welcome to everyone. Please enjoy the evening, the music, the food, and all the company of friends and family. May this new year brings you and your family happiness, joy, and peace. Happy New Year 2083, and enjoy everyone. Thank you. Dhanyabad. Jai Sagarmatha Gorkha Nepali Samaj. Thank you very much, coordinator. अब हामी नेक्स्ट स्टेजमा शुभकामना मन्तव्य राखिदिनुको लागि हाम्रो आजको प्रमुख अतिथि सुमन चन्द्र राईज्यू जो चाहिँ फक्सन नेपाली कमिटीको अध्यक्ष हुनुहुन्छ, उहाँलाई स्टेजमा आइदिनुको लागि हार्दिक आग्रह गर्न चाहन्छु। Thank you, General Secretary. Sagarmatha Gorkha Nepali Committee Ashford Kent का अध्यक्ष महोदय, र यस संस्थाका सम्पूर्ण पदाधिकारीज्यूहरू, यहाँका सल्लाहकारज्यूहरू, फाउन्डर टु 8 प्रेजेन्ट सबैलाई एक शब्दमा सम्बोधन गर्न चाहे। लेडी चेयरपर्सन, यङ youth chairperson, and सम्पूर्ण guest, and especially Dr. Priya and lovely husband, and all guests, अनि उपस्थित हुनुभएका बाबा आमा दाजुभाइ दिदीबहिनीहरूमा नमस्कार, गुड इभिनिङ, ह्याप्पी न्यू इयर। First and foremost, I am very pleased and honored, मलाई यो कमिटी अथवा सगरमाथा गोर्खा नेपाली कमिटीले आज प्रमुख अतिथिको रूपमा निमन्त्रणा गर्नुभयो। त्यो प्रति म लगायत फोक्स नेपाली कमिटीले हामी एकदमै धन्यवाद दिन चाहन्छौँ यो समुदाय समाजलाई, जुन हामीले अहिले हामीमा भएको हाम्रो एउटा समाजदारिता अनि हाम्रो नजिकपन र हाम्रो रिलेसन छ। यो रिलेसनसिपले अझै व्यक्तिगत रूपमा मात्र नभएर दुई समाजको समुदाय, नेपाली समुदायको बिचको प्रगतिको काम गर्दै जाने अझै राम्रो हाम्रो सम्बन्ध रहोस् भन्न चाहन्छु। यो अर्गनाइज गरेको देख्दा अति खुसी लाग्यो। अवश्य पनि सगरमाथा नेपाली कमिटी तपाईहरु राम्रो हुनुहुन्छ, एउटै शब्दमा बोल्दा मिलापी हुनुहुन्छ। तपाईहरुको यो मिलाप
तपाईँहरूको सम्बन्ध तपाईँहरूको जुन युनिटी सदाभर एकदम स्ट्रङ रहोस् भन्न चाहन्छु र यो तपाईँहरूको एकताले अझै तपाईँहरूको समुदायको नेपालीहरूको प्रगति र हितको काम गर्नु सकोस् भन्ने एकदम आशीर्वाद अथवा त्यो खालको कुरा भन्न चाहे र अन्तमा तपाईँहरूको जुन यो आजको कार्यक्रमलाई सफलपूर्वक यसलाई सञ्चालन गर्नको लागि ज्यादै खटेर काम गर्ने कोअर्डिनेटर लगायत उहाँको सम्पूर्ण आयोजक टिमलाई म एकदम धन्यवाद दिन चाहन्छु र एकदम ठुलो सम्मान पनि गर्न चाहन्छु र अन्तमा सम्पूर्णलाई 2083 सालको एकदम नै मङ्गलमय शुभकामना भन्दै मेरो 2 शब्द यही अन्त गर्दछु। धन्यवाद। थ्याङ्क यू भेरी मच प्रमुख अतिथिज्यू। हजुरको टेलिफोन यहीँ छोडियो कि हो? अब हामी फर्मल कार्यक्रमको अन्तिम चरणतिर आइपुगेका छौँ। यो नयाँ वर्षको शुभकामना साथै फर्मल कार्यक्रमलाई समापन गरिदिनुको लागि हाम्रो अध्यक्ष श्री मोहन लिम्बुज्यूलाई स्टेजमा आइदिनुको लागि हार्दिक आग्रह गर्न चाहन्छु। सम्पूर्णलाई नमस्ते भन्न चाहे। म धेरै समय लिन चाहन्न किनभने अध्यक्षले समय लिनु पर्दाखेरि केही भन्नुपर्ने कुराहरू त धेरै हुन्छन् र पनि म धेरै समय लिन चाहन्न। आज यस कार्यक्रमका प्रमुख अतिथि हाम्रो हस्टेल नेप्लिज कमिटीका अध्यक्ष रिटायर्ड क्याप्टन सुमन चन्द्र राईज्यू, हाम्रो यस सगरमाथा गोर्खा नेप्लिज कमिटीका फाउन्डर चेयरपर्सन श्री प्रसाद लिम्बुज्यू, नेपालबाट पाल्नुभएका हाम्रा कलाकार 2 जना बहिनीहरू रुपी सिंहजाली, त्यसपछि सोनी कुनवर, उपस्थित अल द गेस्ट अनि तिनै हाम्रा दुवै तहका चेयरपर्सनहरू लेडिज अथवा यो दुईटै तहका चेयरपर्सन वा तिनै तहका कार्य समितिका पदाधिकारीज्यूहरू र उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, विशेष गरेर आज हामी जहाँ छौँ विदेशमा छौँ। यो युकेको व्यस्तताको बावजुद पनि यहाँ उपस्थित भएर आजको कार्यक्रमलाई सफल पार्दिनु उपस्थित भइदिनु भएको छ। यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। साथै नेपाली नयाँ वर्ष 2083 को हार्दिक मङ्गलमय शुभकामना सगरमाथा गोर्खा नेप्लिज कमिटी संस्थागत अर्थात् व्यक्तिगत मेरो तर्फबाट शुभकामना टक्राउन चाहन्छु। हामी नेपालीहरू जहाँसुकै जुनसुकै कुनाकन्दरामा भए पनि हामी विदेशमा भएका हामी नेपालीहरूले विशेष गरेर हाम्रो पहिचान, हाम्रो संस्कार, संस्कृति आदि इत्यादि जोगाउन गर्नको लागि र विभिन्न समुदायलाई जोड्नको लागि एकअर्कामा सद्भाव राख्नको लागि र आफ्नो देशप्रति माया र अलिकति प्रगाढ हुनको लागि पनि यो कार्यक्रम गर्न हामीलाई आवश्यक पर्छ र यो हाम्रो जिम्मेवारी हुन्छ। र यो कार्यक्रम गर्दै जाँदाखेरि विशेष गरेर
नेक्स्ट जेनेरेसनहरू हाम्रा जुन चाहिँ विदेशमा हामी जन्मिन्छ, विदेशमा हुर्किए हाम्रा नानीहरू, उहाँहरूलाई एउटा चिनाउन हामी पनि नेपाली हौँ र हाम्रो नेपालीको नयाँ वर्ष पनि छ र नेपालीको नयाँ वर्ष यही समयमा हुन्छ भनेर एउटा चिनाउन लागि पनि हो र एकअर्कामा खुसी साथसाथ गर्न पनि हो। सुख दुःख र शुभकामना खुसी साथसाथ गर्दै विभिन्न समुदायमा हामी छरिएर बसोबास गरेर बसेका छौँ। एकअर्कामा सद्भाव कायम राख्नको लागि पनि हामीले यो कार्यक्रमलाई गर्न आवश्यक छ र नेक्स्ट अर्को समुदायलाई हामीले चिनाउनको लागि जब हाम्रो संस्कार संस्कृति पहिचानका बारेमा हामी कुनै पनि कार्यक्रमहरू गर्छौँ भने अर्को समुदायहरूलाई पनि हाम्रो यो संस्कार संस्कृति पहिचान चिनाउनु हो र त्यसैले गर्दाखेरि हामी जहाँसुकै भए तापनि हामीले आफ्नो राष्ट्रको चाडपर्वहरू राष्ट्रिय पर्वहरू मनाउनु अति आवश्यक छ र यो हाम्रो दायित्व हो। र विशेष गरेर म आज यहाँ हाम्रो पोस्ट एन्ड नेप्लिज कमिटीका चेयरपर्सन क्याप्टन रिटायर सुमन चन्द्र राईज्यू हाम्रो निमन्त्रणलाई स्वीकार गरेर यहाँ उपस्थित भइदिनु भयो। यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र यो हाम्रो सद्भाव सधैँभरि काम भइरहोस् यो शुभकामना छ र म धेरै समय लिन चाहन्न। पुन हाम्रो नेपाली नयाँ वर्ष 2083 को हार्दिक मङ्गलमय शुभकामना यहाँहरूलाई टक्राउन चाहन्छु। यो वर्षले स्वास्थ्य समृद्धि र प्रगतिको कामना गरोस् र भन्दै आजको यो फर्मल कार्यक्रम पनि यहाँ नै अन्त भएको घोषणा गर्न चाहन्छु। आजको रात हजुरहरूको आनन्दमय रहोस्। धन्यवाद।